कल्पना गर्नुहोस्, कुनै दिन प्रयोगशालामा भएको एक सानो गल्तीले मानिस भन्दा बुद्धिमान 3 किसिमले सास फेर्न सक्ने, आकाश, जंगल, समुद्र सबैमा बाँच्न सक्ने नयाँ जीव जन्मियो भने आजको यो कथा यस्तै एक भयावह र रहस्यमय जीव साङब्याउको हो। एक वैज्ञानिक दम्पति दासान र जिङजिएले एक गोप्य परियोजनामा काम गरिरहेका थिए, तर एक दिन प्रयोग असफल भएको ठान्दै उनीहरूले टेबल छोप्न खोज्दै थिए। त्यसै बेला टेस्ट ट्युब भित्रको पदार्थ हल्लिन थाल्यो। केही मिनेटमै त्यो पदार्थ मानव बच्चा जस्तै आकार लिन थाल्यो। झनै अचम्म, उसले अंग्रेजी मेडिकल शब्दहरू सजिलै जोड गरेर बोल्न थाल्यो। जिङजिए उसको मासूम खूबसूरत रूप देखेर उसँग मनै गाँसिन्छ। तर केही दिनमै सबै बदलियो। ल्याबमा काम गर्ने एक कर्मचारीले त्यस बच्चालाई छुन खोज्दा उसले अचानक आक्रमण गरिदियो। वैज्ञानिक दम्पति डराए। अब यो रहस्य बाहिर नजाओस् भनेर उसलाई भूमिगत गोदाममा लुकाएर राखिदिए। त्यही रात सानो ज्वरोले उसलाई जलेर ढले जस्तै बनायो। उपचार गर्न अस्पताल लैजान खोजे। उसको प्रजाति अनौठो भएकाले अस्पतालले हेर्दैन। त्यसैले दासानले ठण्डा पानीले ज्वरो झार्ने जोखिम मोल्यो। तर बच्चा त छटपटाइरहेको छ। अचानक दासानको मनमा एक डरलाग्दो विचार आयो। यसलाई यतै सकाइदिएको राम्रो होला। उनले उसको शरीर थिचेर रोक्न खोजे। केही सेकेन्डमै बच्चाको सास रोकिन्छ, तर अर्को क्षण उन फेरि बिउजिन्छन् र यसपटक उनको शरीरमा 2 प्रकारको श्वास प्रणाली बनिसकेको हुन्छ। युवतीको रूप केवल केही हप्तामा बच्चा किशोरी जस्तै भइदिन्छ। उसमा बुद्धि, शक्ति र उत्सुकता कति थियो भने एक दिन गोदामको छानामा चढ्दै गर्दा खस्न लाग्दा उनको ढाडबाट काला पखेटा निस्किन्छन्। अब दुवैले बुझ्छन् यो प्राणी समुद्र, भूमि, हावा तीनै ठाउँमा बाँच्न सक्छन्। जिङजिएले उसलाई मन जिताउन एक सानो बिरालो ल्याइदिन्छन्, तर अर्को क्षण साङब्याउले टुप्पोको डरलाग्दो ढाडले बिरालोलाई मारिदिन्छ। अब वैज्ञानिकहरू डरले काँप्छन्। यही बेला उसले लिङ्ग परिवर्तन गर्दै भयंकर पात्र साङब्याउमा रूपान्तरण हुन्छ र त्यसै क्षण उसले जिङजिएलाई भुइँमा ढालिदिन्छ। दासान तुरुन्तै आइपुग्छ र फलामको डन्डीले प्रहार गर्छ। यसले राक्षसलाई झनै क्रोधित बनाउँछ। राक्षस एकै हाम्माले दासानलाई मारिदिन्छ। जिङजिए काँप्दै ढुङ्गाले राक्षसको टाउकोमा प्रहार गर्छिन्। अन्त्यमा दुवै एक अर्कालाई मारेर कथा 1 विरुद्ध 1 मा सकिन्छ। आधा जस्तो फर्किन्छु भनेको थियो, कहाँ हरायो तिमी बिना जीवन नै खाली जा। फोटो प्रिन्ट गरेर जले भन्न खोजे, तर फाया पनि तिमी सम्झाउँछ। धुवाको आकृतिमा तिम्रो चेहरा आँसु संलग्न भई रुम ढुक्क